Hello everyone, Namaste. Welcome back to my channel. Namaste. Namaste. So तपाईहरुलाई मेरो च्यानलमा फेरि पनि स्वागत छ। यहाँ काम आधी छ कि काम यतिकै छोडेर पनि म यस्तो मोबाइल ठडाएर बसिरहेको छु। सो गाइस सोच्नुस् आज के होला त त्यस्तो? सोच्नुस् आज उधौली हो। सरी मैले उधौली के गलत भने चाहिँ मलाई माफ गरिदिनु होला। सो यस गाइस आज चाहिँ म हजुरहरूलाई मसँग साकेलामा लान्छु। आज चाहिँ साकेला उता गोकर्णमा छ अरे। हुन त धेरै थुप्रै ठाउँमा होला, हामीलाई चाहिँ नजिक पर्ने गोकर्णै हो। अनि म चाहिँ अब खाना बनाउँदैछु, यहाँ हेर्न सक्नुहुन्छ। मेरो काम आधा नै छ, यहाँ आधा नै छ मेरो काम। मैले केही बनाएको छैन, यहाँ 10 बज्न सपोज, तर म स्टिल खाना बनाउँदैछु होइन बनाउन लागेको छु। र अब चाहिँ म खाना बनाएर हतार खाना बनाएर लुगा पनि आउँदैछ कि प्रतिमाले चाहिँ उताबाट मेरो ड्रेस प्रतिमाले चाहिँ उताबाट ड्रेस पठाएको छ। म त्यो पनि रिसिभ गर्छ, त्यति दिन चाहिँ म सब्जी बनाइ भ्याउँछु। पहिला पनि बनाएको थिएँ क्या यो साकेला जानेवाला। पहिला त्यो चाहिँ मेरो फर्स्ट साकेला, साकेला। त्यसपछि 2 पटक गएको छु अनि 2082 मा चाहिँ गएको थिएन क्या, जानु नै पाइएन। अब सीमा गइहालेपछि प्रतिमा र म अहिले त आँट नै सकेन हामीले। सो आज चाहिँ यस फाइनली यो वर्ष 2083 मा मैले मेरो यो धोको मेट्दैछु। अब चाहिँ म छिटो खाना बनाउँछु। ल म खाना बनाएर हजुरसँग भेट्छु। ओके, मेरो सामान आइपुग्यो। मैले भर्खर लुगा लिएर आइसकेँ गाइस, मेरो लुगा कत्रो लुगा। अब यहाँ भाडा पनि झुटपर्छ, काम पनि छ। मेरो सब्जी मैले यो झोला खोजेको थियो गाइस। वाउ, छैन भन्दै थियो यो केटीले, छैन भन्दै थियो। म यस्तो ओभर एक्साइटेड भयो अहिले कि मैले यो झोला खोजेको थिएँ, यो झोला छैन भन्छ। अनि सीमासँग सोधेको छैन भन्छ। अन्त सरप्राइज भइदियो म, सरप्राइज। थ्याङ्क यू। यो सामान यसरी आइसक्यो, यस्तो प्याक गरेर यस्तो माया गरेर पठाउने हुन्छ है मेरो साथीहरू। थ्याङ्क यू, आई लभ यू। आफ्टर द्याट प्रतिमा एन्ड आई ह्याड अ भिडियो कल। मैले एक्सपेक्ट पनि गरेको थिइनँ यसले ब्याग पठाउँछ भनेर, किनकि हाम्रो हिजो नै कुरा भइसकेको थियो ब्याग छैन भनेर भनेको थियो प्रतिमाले चाहिँ। अनि मैले चाहिँ नर्मली ड्रेसहरू मात्रै पठाउँछ होला भनेर एक्सपेक्ट गरेको थिएँ। बट ब्याग मात्र नभयो, ब्यागभित्र अर्को एउटा सरप्राइज थियो। अनि त्यही भएर म चाहिँ भिडियोमा देख्न सक्नुहुन्छ म त्यस्तो एकदम खुसी भएर उफ्रिरहेको छु। त्योभित्र चाहिँ के छ भने त्योभित्र हारीमाला छ। हजुरहरूले इफ यु बिलोङ्स टु राई कम्युनिटी लिम्बू कम्युनिटी हजुरलाई थाहा छ होला यो हारीमाला। बट मैले चाहिँ फर्स्ट टाइम जाँदा पनि लगाएको थिएँ सीमाको। अनि अहिले चाहिँ फेरि प्रतिमाले मलाई यो पठाएको रहेछ। एन्ड आई वाज भेरी ह्याप्पी। मेरो एक्साइटमेन्ट लेभल नेक्स्ट लेभल पुगिसकेको थियो। अनि यस, एज यु क्यान सी इन द भिडियो। यस, अनि म खासै यस्तो थ्याङ्क यू भन्ने मान्छे चाहिँ होइन, त्यही पनि आई एम रियली थ्याङ्कफुल टु देम, प्रतिमा एन्ड सीमा। इफ यु आर वाचिङ दिस भिडियो, आई एम थ्याङ्किङ यु थ्रु दिस भिडियो, किनकि यिनीहरूले नै मलाई यस्तो अर्नामेन्ट्सहरू ड्रेसहरू जुगाड गरिदिने नै यिनीहरू नै हो क्या। नत्र अब आई डोन्ट ह्याभ राई ड्रेस, अर्नामेन्ट्स त झन् दूरको कुरा। आफ्नो गुरुङ ड्रेस त अब प्रपर नभएको म राई ड्रेस झन् कहाँबाट जुगाड गर्नु। बट दे हेल्प मी आउट विथ एभ्रिथिङ है। आज पनि प्रतिमा जान पाएको थिएन अनि उसले चाहिँ आफ्नो ड्रेसहरू सबै मलाई पठाएको थियो। सो थ्याङ्क यू भेरी मच। र गाइज डन विथ एभ्रिथिङ। खाना पनि खाएँ। खाना कस्तो आज एक्साइटमेन्ट बेसी भएर क्या, मलाई खाना पनि मन लागेन हौ आज। सो डन विथ एभ्रिथिङ। अब म पनि धोएँ। मेरो यहाँको पिम्पल चाहिँ किन आइरहेको छ? हुन त मेरो पिम्पल अनुहारमा झरेको पिम्पल आउने नै हो, त्यही पनि आज स्पेसल्ली मेरो अनुहारमा यहाँ आएर नभए। सो अब चाहिँ म रेडी हुन थालेँ। म अलिअलि लिपपोत गरेर, धेरै चाहिँ होइन मलाई आउँदैन भने अलिअलि लिपपोत गरेर चाहिँ
लुगा लगाएर जानुपर्ने हुन्छ अनि यो लुगा चाहिँ मैले फर्स्ट टाइम आफै लाउँदैछु है किनकि पहिलातिर लाउँदाखेरि चाहिँ मलाई प्रतिमा या सीमाले हेल्प गर्थ्यो अस्ति भर्खर पनि हजुरले मेरो टिकटकमा देख्न सक्नुहुन्छ प्रतिमाले चाहिँ मलाई राई ड्रेस लगाउन हेल्प गरेको थियो भने चाहिँ यो पालि चाहिँ म आफै नै लगाउनेवाला छु ओके गाइस मैले लाउनु पर्ने चिज मोइस्चराइजर सनस्क्रिन सबै लगाइसकेँ अब चाहिँ मलाई यो पिम्पल देखेर चाहिँ रिस उठिरहेको छ अब यसको चाहिँ म व्यवस्था गर्छु के गर्छ अब यस्तै गर्छु क्या अब के गर्छु म लेट मी थिङ्क फर अ वाइल अब चाहिँ म रेडी हुन्छु म ड्रेस लाउँछु एन्ड देन से यु आफ्टर अ वाइल गाइस आइ एम फाइनली रेडी म हजुरहरूलाई अहिले पछि देखाउँछु मेरो आउटफिट म अलरेडी म यत्रो एकदम लेट भइसकेको छु है एकदम लेट भइसकेको छु मैले इनड्राइभ बोलाएको छु अब मेरो इनड्राइभ आउँछ नि म कुदिहाल्छु सीमाले मलाई कल गरिसक्यो अनि लोकेसन पनि कस्तो मिल्दैन क्या अनि अलिक बेसी भयो जस्तो लागिरहेको छ त्यही पनि ठिकै छ सो कपाल चाहिँ उतै गएर म बनाउँछु बाँड्छु होला है अनि यस म हजुरहरूलाई मेरो फाइनल लुक भएर देखाउँछु क्यान्सल द राइड रे कता हो उता हो सो गाइस पानी पर्न थाल्यो अनि मलाई भाइले लिन आएको छ म कहाँ हराएर ऊ अगाडि पुगी भ्याएछु कि ल पानी पर्न थाल्यो अब के गर्नु के हुन्छ अब के हुन्छ रेन गाइस हेर त हेर अब के हुन्छ होला गाइस सोच्नुहोस् अब के हुन्छ यहाँ मेरो चिया उठिसक्यो मेरो हरिया खुल्न लागिसक्यो मेरो अब पानी एकैछिन रोक्यो त हामी निस्किहाल्थ्यौँ अनि त्यसपछि त उहाँ पुगेपछि त परे नि परोस् त्यही भयो नि भाउस पालै हुँदैन थियो ल फाइनली आइपुगेँ म सीमाकोमा आइपुगेँ सीमा हाई यता हेर्नु न उता हाम्रो आन्टी हुनुहुन्छ सन्ध्या बहिनीको बिजोग छ बहिनीको बिजोग छ पानी पर्न आँट्यो भयो सीमा यहाँ छ सीमा यता हेर सन्ध्या हाई गाइस मेरो चाहिँ 12 गरी आउँदैछ म चाहिँ जान पाइनँ मेरो साटरडे उहाँहरूले नाचेर आउनुहुन्छ उसको साटो फेरि सोल्टी हामीले नै हेरिदिन्छौँ है अनि हामी मेरो 26 गते पालाउँदै 26 गते 25 गते सकिन्छ 26 गते मेरो रुल हुन्छ नि फेरि गर्ने सोल्टीहरू बी रेडी 26 गते ल है निस्किम अब बाई बाई आन्टी ल हामी चाहिँ लाग्यौँ है अब केमा जाने भन्न ल फाइनली मेरो फेरि चेन्ज भयो राम्रो छ हेर है भन यसले बाई यस र म चाहिँ मेरो गालाहरू कस्तो पुटुट देखेको अहिले इन्ड्राइभमा गए पनि बाहिर गएर गरौँला क्या यहाँसम्म त आउँदैन क्या त्यो ल अब चाहिँ हामी निस्क्यौँ यहाँबाट बाई हाई भन के को बाई हो हाई सीमा मगर बट म त कस्तो गोल्डी we are rainy today म आज चाहिँ मेरो इन्ट्रोडक्सन कसरी दिन्छु भने मान्छेले कसैले सोध्दा चाहिँ म यो नलगाम देन त म लगाउँछु किन कस्तो अर्कै देख्यो क्या सिल्भर गोल्ड यो चाहिँ होइन त्यो त मेरै हो अनि म आज ठिक छ ठिक छ तर म गर्ने जस्तो देखिन्छ अहिले त्यो मात्रै त्यो हो त्यो चाहिँ गरी तयार लगा फुली माथि फुली लगाएर अनि म आज मेरो इन्ट्रोडक्सन कसरी दिनु थाहा छ रोजिना चामलिङ राई अनि घर मेरो खोटाङ खुर के अरे के भन्छ मलाई अघि भनेको थियो क्या के अरे के गाउँपालिका अरे त्यो गाउँपालिका अनि पाछा चाहिँ मैले पाछा पनि घोकिसकेको छु क्या सो म भने पाछा पनि म हजुरलाई यो देखाउँछु है यो चिन्डो है गाइस चिन्डो गोकर्न मात्रै अनि यो बिहानो के अरे बिनायो गोकर्ण महादेव टेम्पल यो चाहिँ बिनायो यो चिन्डो अनि यो ल्याङ्गोमा गरेको हो यो उस यो त मैसँग पनि छ
and we are waiting for our ride. Guys, pani parna thalyo. Pani parna thalyo. Pani parna thalyo. मलाई यो गीतमा चाहिँ बनाउन मन छ अट्ठाना होइन चलाना छैन छ यहाँ हेर्न यहाँ छ चुप पनि गरिदिउँ ओइ ओइ मेरो यो फेरि फुत्किन्न नि अघि नि फुत्केर फेरि बनाएको रबरै होइन काँटा मात्रै छ अनि ल है गाइज माइजूर सीमा हराएको अवस्था गाइस माइजूर सीमा हराएको रड राइडको मलाई खै खै हराइसक्यो खै सीमा के भयो म त खोज्दै थिएँ क्या वहाँबाट यता आइपुग्नुहुन्छ होला भनेको यताबाट यता आइपुग्नुहुन्छ होला म हेरेर बसेको भेटाइनँ सो यो चाहिँ खालिङ राईको अघि हामीले हेरेको चाहिँ वामफुले राई अनि यो चाहिँ खालिङ राईको डान्सेस हुँदै डिफ्रेन्ट हुँदो रहेछ अब हेरेर रमाइलो गर्नुहोस् गाइजहरू मलाई त डान्स गर्न आउँदैन यो केटीलाई त आउँदो रहेछ माइजूलाई पनि आउँछ यो केटीलाई पनि आउँछ माइजूलाई पनि आउँछ म मात्रै म चामलिङ राई प्योर चामलिङ राई भएर पनि भाइरल होला है भनेको मलाई आयो खालुङको यस्तो हुँदो रहेछ कस्तो झुम्मै परेर नाच्दो रहेछ नि अनि यहाँ चाहिँ मेरी मगर्नी राई हो राई म चाहिँ होइन म आजको लागि चामलिङ राई यो आजको लागि राई हो म हाफ राई आजको लागि हो म नभन आजको लागि राई के राई ए चामलिङ राई हजुरको के भन्छ हजुरको गाउँ खोटाङ गाउँपालिका नगरपालिका बिरुमा अनि पाछा पनि सोध्दै गाइस पाछा भन्नुहोस् मेरो चाहिँ होलम मेरो चाहिँ हो मैले बिहान त्यत्रो कण्ठ गरेर आएको थिएँ यहाँ आइसक्यो फेक राई मेरो म चाहिँ खोटाङको राई नि गाउँ चाहिँ लमजुङ गाउँ चाहिँ मजस्तै यहाँ यस्तो छ हालत उता पुगिसक्नु भयो माइजू अन्त यस्तो गरेर यसरी तान्नुपर्छ यहाँ मेलामा हरायो भने म अब फेरि म अनि रुन्छु त यहाँ हरायो भने माइजू उहाँ पुगिसक्नु भयो सीमा यहाँ जाउँ यस्तो रमाइलो हुँदैछ कि यहाँ अलमोस्ट सकिसक्यो हामी चाहिँ स्टेजमा छौँ यहाँ अहिले अनि अलमोस्ट सकिसक्यो सबै क्लोज भयो अब इन्डिङ गर्नु भनेर अनाउन्समेन्ट भइसकेको छ अनि त्यसपछि यस हामी चाहिँ यहाँ छौँ अहिले अब मामहरू चाहिँ रमाइलो गर्दै हुनुहुन्छ सीमा रमाइलो कस्तो रमाइलो हो यहाँ
यो टुक्का त हामीको टाङ्गे गाइस फाइनली मेरो फोन यस्तो आमा यस्तो दिमाग खराब गरेर मेरो फोनले नि बन्द भइदिएको अब हतार पतार यहाँ स्टोरमा आएर अनि बल्ल 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 खुल्यो अब कति बज्यो यहाँ 7 बज्न आँटिसक्यो अनि अब म घरमा कल गरेर उता सेस्याङको बर्थडे छ अरे त्यहाँ पनि बोलाएको छ सो अब त्यहाँ जान्छु मेरो त यहाँ सास फुत्किन लागिसक्यो थियो मेरो फोन के भयो सीमा इज अल्सो यस कस्तो ल हाम्रो यहाँ नै एउटा इन्टरभ्यू गरौँ न त ल सीमा यहीँ कस्तो राम्रो लाइटिङ रहेछ क्या अघिसम्म त कस्तो नराम्रो देखेको थिएँ म अहिले कस्तो राम्रो देखिन राम्रो आफूलाई नै राम्रो फिल भइरहेको छ ल ओए नाच है अहिले फेरि ल सीमा राईजी हजुरले आजको दिन कस्तो भयो हजुरको आजको दिन कस्तो भयो भगवानको कृपाले आजको दिन शुभ रह्यो यो किन यसरी हाँसिरहेछ भन्ने चाहिँ हजुरहरूले गेस गर्नु है भन अनि पानी परेर अघि हामी जाँदाखेरि पानी परेर त्यहाँ चाहिँ एकदम मेरो प्यारो साथीले उहाँको ड्रिम बोय त्यस्तो त भन्नुहुन्न यस त्यस्तो भन्नुहुन्न अनि आज मैले चाहिँ नाचिनँ तर मैले मेरो फ्यासन सो चाहिँ देखाउन गएको थिएँ मकसद पुरा भएको छ उसको नबोल मेन मिसन पुरा भएको छ उसको केही मिसन पुरा भएको छैन आज एकदम रमाइलो भने मलाई आज एकदम यसरी चाहिँ रेडी हुन पाएँ आम भेरी ह्याप्पी पता उसलाई हेर्नु गाइस यस्तै देखाएको आज यस्तो मान्छेले सोध्छ होला है टोइलेटमा नि कस्तो भिडियोमा टोइलेटमै राम्रो आएको छ हेर्नु न त्यहाँ आज दिनभरिको भिडियोमा मेरो यहाँ चाहिँ राम्रो आएको छ हेर त प्यारिस भएको फेरि यता प्यारिस अनि यस गाइस रमाइलो भयो यसले त अलिअलि भयो नि नाचेँ मैले त नाच्नु नै आएन मैले जे सिकेको डान्स जति आउँथ्यो नि त्यो पनि त्यहाँ कतै पनि देखाइएन क्या कतै पनि देखिनँ क्या हामीले अनि मैले मेरो आजको मेरो यो साकेलाको ट्यालेन्ट देखाउनै पाइएन आज यस लास्ट मोमेन्टमा चाहिँ मेरो फोनले चाहिँ धोका दिएर मलाई यस्तो टेन्सन भइरहेको थियो अनि अहिले बल्ल बल्ल खुल्यो अनि यस अनि यो भिडियो बनाउँदैछु हबिबी कम टु द यस अब यस गाइस यसो नि गर्नु अनि अहिले चाहिँ हामी यहाँ सन्ध्याको पर्खाइमा छौँ तँलाई खुट्टा दुखेको छैन मेरो काखमा बस्न मैले चाहिँ खुब धान्नै सक्छु जसरी कति बज्यो म चाँडै जानुपर्छ 7:30 भइसक्यो पक्नु त गएर पनि त अनि गर्नु पर्यो गएर पनि के गर्नु बस्नु परेन मलाई ढिलो हुन्छ नि त अनि भरे अनि घर गएर म त्यस्तो सोधेर अनि फेरि सुत्नु पर्छ है गाइस नभए जान हौ कपिराइट लाग्छ फाइनली आइपुग्यो यिनीहरू आमामा यस्तो मेकअप गरेर आउनु रहेछ र पो ढिलो आइपुगेको लाभेको सामान कहिले सामान राम यति सानो छैन होला यो खेल्ने बिल्ला हामीले सोध न कस्तो भयो भनेर सोध न कस्तो भयो पानी पऱ्यो नि दिदी सोध अलिक मजाले दिदी कस्तो भयो भनेर हजुर कस्तो भयो आज ओ बहिनी यस्तो रमाइलो भयो नि यस्तो पुरै नगरौँ भनेर बन्द गर्नु नि कुराले नगरौँ मेरो पाला आउँछ गाइस तर पशु छ कतिको पढ्यो तर म त्यस्तो केटा चाहिँ बनाउँदिनँ यहीँ है हाम्रो त्यस्तो चाहिँ होइन है त्यस्तो चाहिँ होइन धेरै थोक भयो गाइस के अरे राइनी ड्रेस लगाएर पुरा सुँगुरको मासु चाहिँ नखाने सुँगुरको मासुमा अब प्योर भएको छुइनँ नि त गाइस आइ एम स्टिल हियर
म घर पुगेको छुइनँ मेरो घरमा अब छोरी पहिला भागी भनेर मम्मीले सुर्ता गर्दै हुनुहुन्छ होला कहाँ आइपुग्यौँ हामी यहाँबाट कहाँ हो यता कहाँ हो यत्तिकै हो यो यता बाटै होइन नि के हो यिनीहरू त मलाई कहाँ छिराउन आँटेको अब म फेरि घर उता सीमाकोमा गएर यो फरिया चेन्ज गरेर अनि फेरि घर कुद्नु पर्छ मैले भरे इन्ड्राइभ पाएन भने म मार्छु यसलाई मार्छु मैले इन्ड्राइभ पाएन भने यसलाई मार्छु गाइस म बल्ल घरमा आइपुगेँ है बल्ल आइपुगेँ 9:30 भइसक्यो अनि बल्ल आइपुगेँ अब मेरो टाउको होइन उता सेस्याङकोबाट आएर सीमाकोमा आएर अनि छिटो के भन्छ अरे लुगा यो मेरो फरिया फेरेर अनि मैले इन्ड्राइभ गरेर अनि म आइपुगेँ घर राम्रैसँग अनि एकदम थाकिरहेको छ मेरो खुट्टा इज टु मच पेनिङ तर अब के हाल्नु मेरो यस्तो हालत खराब छ मेरो कोठाको हुँदा त मैले पहिला चाहिँ दिनभरि एउटा पनि भिडियो मजाले बनाइनँ मतलब टिकटक भिडियोको लागि मैले टिकटकको लागि एउटा पनि भिडियो मजाले बनाएको छुइनँ म सोचिरहेको छु कि म टिकटक बनाऊँ त भनेर म सोचिरहेको छु तर फेरि एउटा मनले होइन बहिनी तिमी आज यस्तो थाकेको छौ तिमी सुत्नुपर्छ भनिरहेको छ अब म के गरौँ गाइस के गरौँ तर म पहिला सबै कुरा सोच्छु मैले यत्रो मैलो अघि त अब निस्किनु पर्ने हतारमा सबै यत्तिकै भताभुङ्गला थालिङ्ग छोडेर गएको थिएँ अब त सबै सोर्नु पर्ने हुन्छ अनि त्यसपछि लाइक मी थिङ्क नो आई एम नट गर्न मेक एनिथिङ मेरो अहिले हालत बेहाल भइसकेको छ म अब हात खुट्टा धुन्छु फ्रेस हुन्छु त्यसपछि सोध्छु 8 डेजमा सोध्छु अनि बिहान उठेर बनाउँछु बरु वाट डु यु थिङ्क गाइस वाट डु यु थिङ्क केही छैन त्यही पनि आजको दिन रमाइलो भयो थ्याङ्क यू एभ्री वान फर वाचिङ टिल द एन्ड अब हजुरलाई झ्याउ लागे पनि हजुरलाई दिक्क लागे पनि लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद आई जस्ट वान्ट टु स्लिप नाउ अनि म भोलि यस्तो मस्त सुत्छु नि 8 बजी सुन्छु म भनेको मैले 6 बजी उठ्नुपर्छ अनि ओके बाई बाई थ्याङ्क यू फर वाचिङ टिल द एन्ड गाइज